यो बरन्डामा बसेको 1 घन्टा भयो। अब यहाँ म ब्ल्याक टी खान्छु, बिहान अघि पनि खाइसकेँ। अनि यस्तो आज यस्तो रमाइलो यहाँनिर मौसम छ होइन। अनि यस्तो शीतल छ। अस्ति त 2-4 दिन त एकदम गर्मी भएको थियो। अनि यहाँ बसेर अनि यहाँ चराचुरुङ्गी कराएको काँक्रा सुनेर इन्जोय गरेर म बसिरहेको छु। कस्तो मजा आइरहेछ जिन्दगी। 1 घन्टा भइसक्यो बसेको। अनि उठ्नु मनै लाग्दैन, शीतल क्या मजाको होइन। अनि कस्तो आनन्द आइरहेछ। अनि मैले चाहिँ अब जिन्दगी भन्ने कुरा के हो त भनेको कुरा, अब आनन्द नै सबभन्दा ठुलो कुरा होला, खुसी नै सबभन्दा ठुलो कुरा होला। म त यहाँ बसेर खुसी भइरहेछु। खोइ म खास जिन्दगीको बारेमा थाहा पाउनु पर्ने मान्छे चाहिँ होइन होइन। यत्तिकै यत्तिकै लामो जिन्दगी बितेको के भन्नु त अरू, बास यता अब